गाइस हैन फाइनली हाम्रो चाहिँ एक्जाम सकिसक्यो अनि कोही साथीहरू चाहिँ त्यहाँबाट गइरहेको छ भने कोही अब यताबाट आउन बाँकी नै छ। त्यही हो यार साथी एक्जाम कस्तो हो? एग्जाम खुलिते हो साथी हो साथी तिम्रो एक्जाममा के कस्तो नतिजा आउँछ? आजकोमा पास अरूकोमा थाहा छैन। आजकोमा पास 100%। अनि अस्ति पनि थ्योरीको एउटा थियो त अनि अहिलेको पनि पास हुन सकिन्छ, सम्भावना प्रबल छ। अरू चाहिँ थाहा भएन। त्यति नै हो मेरो आज मन्तव्य यति नै हो। त्यस पास हुन्छ पास आजकोमा स्योर। आजकोमा एकदम 100%। कतिवटा लाग्छ? आजकोमा एउटामा पास, बाँकीको लाग्न पनि सक्छ। 4वटा लाग्छ हो बाँकी? बाँकीको 4वटा नलाग्ला। ट्याक्स चाहिँ 100% लाग्यो मलाई। अरू पनि पास हुन सक्ने सम्भावना छ। अनि ट्याक्स चाहिँ किन लाग्यो नि दोस्त? तिमी कलेज गएको थिएनौ? म कलेजमा भनेको म के भन्छ अरे त्यो फर्म भर्ने पाइटेको हो। ए फर्म भर्न मात्रै गएको? फर्म भर्न मात्रै गएको कलेजमा म। बाँकी यो भनेको यही हो, यस्तै छ पारा। यस्तै छ ल ठिक छ गाइज हैन प्राय मान्छेहरू चाहिँ आफ्नो ड्युटीमा गइसक्यो हैन। घरतिर कोहीको आफ्नै काम हुन्छ, कोही ड्युटीतिर गइरहेको हुन्छ। त्यही हो हाम्रो एक्जाम सेन्टर चाहिँ विश्व शान्ति चिरन मिलन क्याम्पसमा परेको थियो यसपालि चाहिँ। गाइज अब ल आएपछि कहाँ दिन्छ त? झोलामा राखे चिया दिसे होला। मेरो खै त क्वेसन ल्याउ न, क्वेसन ल्याउन पर्यो नि। सधैँ आउँछु, कहिले क्लासमा बस्दिन है। धन्दोस तिमी क्लास सधैँ आएको थियो र? थिएन मसँग छ नि डाटा गरिदिउँ? कहाँनिर बस्ने हो भन्नु त? ठ्याक्कै नेपाल टार पुल गर्दै हुने हुन्छ। मसँग साधन भइदिए मै पुऱ्याइदिन्थेँ होइन, तर मसँग त अब म पनि पठाउ गरेर जानुपर्ने हुन्छ। हालिदियो दोस्त। प्यारी समझ गई। तपाईँ र म सँगै पठाउ गरौँ है त? हुन्छ खोइ त हुन्छ नि भन्दैन, हुनु नि भन्दैन। ओके दोस्त ओके। मासले कस्तो ठाउँ हो यो गाइस हैन। यसले यो धनु दोषले चाहिँ गाइस हैन यसले यो धनु दोषले चाहिँ ती 3 जना हालिसक्यो। हाम्रो के भन्न चाहनुहुन्छ? हाम्रो धनु राइडर भनियो चाहिँ अब ट्राफिक रुलको बारेमा साथीहरुलाई चाहिँ बीच बाटोमा लरा त्यो ट्राफिक सामान। ओए अनिल जम हामी तिमी हरायो भन्ने बस्छौ। गाइस हैन यो अगाडिपट्टि चाहिँ हाम्रो अनिल दोषले चाहिँ एउटा केटी हालेर लिएर गइरहेको छ।